नमस्कार हजुर, म इलेक्ट्रिकल टेक्नो नेपालबाट। यो मेरो साथीको घरमा होइन, धेरै पहिला वायरिङ गरेको अर्थिङ चाहिँ राख्नु भएको रहेछ। आज हामीले अर्थिङ राख्दैछौँ यहाँ, हेर्नु होला। पहिला अर्थिङ कहाँबाट निकालेछ भन्ने कुरा खोज्दैछौँ। होइन, हामीले नेटमा हाल्ने हो क्या। प्रचारको लागि होइन, यो पाइप भेट्यो होइन? पाइप भेट्यो त्यो पाइप। हामी यो घरमा अर्थिङ नभएको हुनाले यहाँबाट यसरी पाइप र तार थियो हालेर यसरी लिएर आएर हामी यहाँनिर अर्थिङ गर्दैछौँ। यसरी हामीले अर्थिङ गर्दैछौँ। हाल्यो पुरै भिजेको, पुरै खिचेको। माटो हाल्यो त्यहाँ माथि, माटो हाल्यो। एक गिटी माटो मात्रै हाल्नु नि। हेर्नुहोस् गहिरो खोल्न पर्छ पर्दैन, होइन के यो कुन होइन पुरिन्छ। बाँधेको अब डोरी बाँधियो, तार बाँधियो। अब नुन हाल्थ्यो भने सुन्थ्यो। पहिला हालिदिन्थ्यो, अलिक पर्दैन धेरै। खाना खानेको खेर गएन गएन होइन त? हामी यहाँ अर्थिङ गर्दै होइन, यहाँ अर्थिङ कनेक्सन पोइन्ट। हामी यो घरमा अर्थिङ नभएको हुनाले यहाँबाट यसरी पाइप र तार थियो हालेर यसरी लिएर आएर हामी यहाँनिर अर्थिङ गर्दैछौँ। यसरी हामीले अर्थिङ गर्दैछौँ। हाल्यो पुरै भिजेको, पुरै खिचेको। माटो हाल्यो त्यहाँ माथि, माटो हाल्यो। एक गिटी माटो मात्रै हाल्नु नि। हेर्नुहोस् गहिरो खोल्न पर्छ पर्दैन, होइन के यो कुन होइन पुरिन्छ। बाँधेको अब डोरी बाँधियो, तार बाँधियो। अब साथीहरू चाहिँ हामीले अर्थिङ गरेको 4 इन्चीको सकेट किन हाल्यो भने यो अर्थिङ सेभिङको लागि हालेको। भविष्यमा हामीले फेरि अर्थिङ चुटेर केही भएको छैन फेरि चेक गरिराख्नको लागि। अनि बेलामा करेन्ट अर्थिङ राम्रोसँग बनाएको छैन भने फेरि आएर चेक गरेर अर्थिङ बनाउनको लागि त्यो सकेट हालेको। ल हजुर भन्नुहोस्। पुरानो घरमा अर्थिङ गरियो। अर्थिङ गर्न धेरै जरुरी छ। हजुरहरूले, म इलेक्ट्रिक टेक्निसियन भएको नाताले हजुरहरूले अर्थिङ गराउनु होला। चट्याङबाट बस्न, अर्थ लिकेजहरूबाट बस्न, सर्ट सर्किट भएर अर्थ लिकेजमा जानको लागि धेरै आवश्यक भएको हुँदाखेरि हजुरहरूले अर्थिङ गर्नको लागि म हजुरहरूलाई एकदम सजेसन दिन्छु। र नछुटाउनु होला कसैले पनि। नयाँ घर बनाउँदै हुनुहुन्छ या पुरानो घरमा हुनुहुन्छ भने पनि अर्थिङ गराउनुको लागि म सजेस्ट गर्दछु। हस्त, धन्यवाद।